सबैलाई फेरि जयमसी जयमसी अङ्कल आज हाम्रो फरक प्रार्थना भवनको हजुर यो छुट्टीको समय लिएर सबै चर्च आउट भइरहेको अवस्थामा हजुर यो खाने पिउने मात्रै आउटिङ मात्रै नभएर एउटा प्रभुको महिमाको लागि आफ्नो आफ्नो क्षेत्रमा बसोबास गर्नुहुने हाम्रो प्रिय भाइ बहिनीहरूले हजुर सानो सानो ग्रुप बनाएर हजुर यो फेटिस प्रार्थना भवन जेनरल बाइबल क्विज कम्पिटिसन भइरहेछ जयमसी जयमसी तपाईलाई कस्तो भयो आज एकदमै हामीलाई रमाइलो भइरहेछ हजुर हामी युफ्रेटिस हाउस अफ प्रेयरबाट यसरी बाहिर पिकनिकको लगाउमा आएको छौँ हजुर हामी सानो बालकहरूदेखि लिएर ठुलो बुढापाका सबै आएको छौँ हजुर अनि वर्षमा हामी यो एकपल्ट जस्तो गर्छौँ हजुर एकदमै रमाइलो भइरहेको छ अब चर्चमा हामी भेट त हुन्छौँ हजुर। तर पनि टाइममा यसरी भेट हुनु त एकदमै झन् साह्रो जोयमा अझै जोय बढ्दो रहेछ है हजुर। अनि गेम्सहरू पनि खेल्यौँ खानाहरू पनि खाएँ अब यहाँ सानो हाम्रो एउटा क्विज कम्पिटिसन हुनु आँटेको छ यहाँ देख्नुभयो तपाईँले अब यहाँ टिममा बसिरहेको छौँ अनि हाम्रो यो टिममा चाहिँ तपाईँको यसरी छुट्याएको छ टिम गल्फ यु हाइट र विन्डभेलको त्यहाँ बस्नेहरू एक टिम सोल्सबरी र ब्राह्मा लज एलिजाबेथ भेल र हिल ब्याङ्क एलिजाबेथ साउथ र ग्रोभको अनि गोसेन र रिमेनिङ जो छ रिमेनिङ अनि यसरी हाम्रो पोइन्ट्स दिन्छ टोटल पोइन्ट्स फाइनल पोजिसन अब यो एकदम खेल्नु हामी रेडी भइरहेको छौँ हजुर ट्युन इन फर मोर ओके थ्याङ्क यू जयमसी हाम्रो मनोज र मोहन चाहिँ भर्खरै आइपुगेछ स्पेसल मान्छेलाई स्पेसल हुन्छ नि त यहाँ स्पेसल खाना त चिसो भइसक्यो होला हो त्यो खाना खाएर यहाँ एक राउन्ड दौडिन पर्छ तातो भइहाल्छ लडी हानेपछि यिनीहरूलाई पो बल्ल पिकनिक आएको जस्तो देखेछ त चौरमा बसेर ड्याम हाम्रो क्विज सुरु हुँदैछ अङ्कलले नियमहरू बताइदिनुहुन्छ यहाँबाट नियम चाहिँ ल सबैले सुन्नु है अब एउटा ग्रुपलाई लिसन एभ्रीवान अटेन्सन प्लिज पाँचवटा प्रश्न सोधिन्छ ग्रुपबाट यता सुनेकै छैन अङ्कल उता ग्रुपबाट एकजनालाई पठाउने अनि उसले यहाँ जुन क्वेसन थुच्छ त्यही ग्रुपबाट फेरि घरिघरि एकैलाई रिपिट नगर्ने पालो गर्ने ल in that case every group will have opportunity to answer 5 questions but every time the group should choose an individual, right? So we will choose and send here and pick up the question. She or he has to answer the question. ल क्लियर भयो हैन सबैलाई इन्स्ट्रक्सन चारवटा ग्रुप मात्रै भएछ है एउटा रिमाइन्डिङको चाहिँ अब भएन क्वेसनको सबै आफू गएकोले गर्दाखेरि चारवटा ग्रुप मात्रै बनाऊ है सबले आँच्ने हुन् सबै कुरामा यो सबको महिमा भएको पाइँदैन त्यो गरेर धेरै समय लाग्छ अनि धेरै कन्फ्युजन हुन्छ 1 to 1 है ओके गर्दाखेरि पाँचवटा छवटा क्वेसन त्यहाँ 6जना भएको गर्दाखेरि तपाईँहरू 6जना चुन्नुहोस् 6जना है ल टाइमिङ फेरि साह्रै धेरै लामो पनि गर्नु भएन है ल एकचोटि आफ्नो आफ्नो ग्रुपको नाम भनिदिनु त यो ग्रुपको नाम भन्नु त ल यो ग्रुपको नाम भन्नु त तपाईँहरूको ग्रुपको नाम के हो ल यता ग्रुपको नाम पहिलो नाम पाउनु यता ल यहाँबाट ल तपाईँहरूको ग्रुपको नाम भनिदिनुहोस् त गल्फ यु हाइट्स Victory? Team victory. Okay. Golf view heights हैन तपाईहरुको? यताबाट आउँछ यताबाट ल यताको टिम ल यो टिम तपाईहरु कुन एरियाबाट सल्सबरी ब्राह्मा लज हैन तपाईहरुको टिमको नाम राख्नु भएको छ हाम्रो राखेको छैन भने पर्दैन जे होस् तपाईहरु सल्सबरी गल्फ भ्यू हाइट ल ओके त्यति भयो हुन्छ यता तपाईहरुको टिम तपाईहरुको एरिया जुपिटर ओके ल भयो त्यही फिक्स भयो ल हजुर त्यही हो भनेको चाहिँ खासमा ल तपाईहरुको मेरिना ओके फ्रम which area yeah team marina but which area भनेको के उ यहाँ छ नि त खासमा त्यो भन्नु पर्ने हो के तपाईहरुले ल ओके
ल न ध्यान दिएर सुन्नु होला कति 30 सेकेन्ड हो ठिक छ यहाँ आएर तानेपछि है तानेपछि 30 सेकेन्ड के अरे भित्री टिमले आएर पहिला छोडिदिनु पर्यो एकजना कतिवटा क्वेशन छ त्यहाँबाट जुन छान नि So try to choose the easiest question, okay? छाने होइन म सोध्छु नि त कहाँ हो यही छ नि आन्सर त्यो उसले सोध्ने हो कसले सोध्ने हो एउटा पिक गर्ने अनि अङ्कलले चाहिँ सोध्नुहुन्छ एउटा पिक मात्रै एउटा चुज मात्रै ओके गिभ इट टु मी ल यहाँ किन थुप्रै प्रश्न छ कि अब which two gospels were written by men who had accompanied Paul एकछिनै कसैले केही सुनेन त्यो आवाज अलि नबोल्ने है which two gospels were written by men who had accompanied Paul on some of his missionary journey भनेपछि पलको प्रचार यात्रामा साथसाथै गएर दुईटा सुसमाचारको पत्र लेख्ने व्यक्तिको नाम के हो दुईजना व्यक्तिहरूको नाम टाइम ल यो क्वेसन छ भिक्ट्री टिमलाई है कसले हेर्छ टाइम टाइम दुईजना व्यक्ति दुईटा सुसमाचार लेख्ने टाइम कसले हेर्छ टाइम टाइम यहीँको स्टार्ट गरेन उसले टाइम 30 सेकेन्ड ओभर करेक्ट सबैलाई थाहा भयो नि होइन नाम के पो सल्सबरी ब्रह्मलज रमलज ल माउन्ट एभरेस्ट ल पिक वान एन्ड गिभ इट टु अङ्कल होइन हेर्दा नि केही हुँदैन त्यहाँ 3-4वटा क्वेसन छ अङ्कलले जुन सोद्धा नि हुन्छ सुन्नुहोस् है वाट वाज द अकिलाज अकुपेसन है अकिलाको पेसा के थियो एकछिन है टाइम स्टार्ट होइन भन्छ अकिला भन्ने व्यक्तिको पेसा के थियो के हो मलाई नि आएन है यो त अकिला भने थाहा भयो नि होइन कति सेकेन्ड मैले अघि भने त आएन भनेर अकिला प्रिस्किला भन्ने त थाहा छ तर उनीहरूको पेसा चाहिँ के थियो थाहा भएन ओके टाइम अफ The answer was tent maker. टेन्ट मेकर Look up at chapter 18 verse 12. भइसक्यो ल माउन्ट एभरेस्टको 0 है ओके अब यहाँबाट भनिसक्नु भयो टेन्ट मेकर भनेर भनिसक्नु भयो होइन नि यहाँ यता नेक्स्ट क्वेसन यता आइसक्यो सबैले पे अटेन्सन गरौँ न होइन 30 सेकेन्ड ठिकै छ के 30 सेकेन्ड ठिकै छ भनेको अहिलेको सेम उयो आएको छ कि सेम क्वेसन आएको होइन क्वेसन सोधेपछि अनि ल टाइम स्टार्ट नाउ भनेर गर्ने हो के है ल 30 सेकेन्ड है 30 सेकेन्ड यो त मेमोरी हो नि त मेमोरी हुनु पऱ्यो नि त कहाँ ल
क्वेसन कुन ग्रुप रे यो यताको ग्रुपको नाम के रे तपाईँहरूको होइन ए जुपिटर ल क्वेसन जुपिटर ग्रुपलाई है अङ्कल भनिदिनुहोस् त क्वेसन यहाँ पद पनि हुनु पर्यो नि त त्यही भएर ल सजिलो क्वेसन छ है वेयर डिड अहाब रेन अहाब राजाले कुन देशमा चाहिँ राज्य गरे कुन देशमा भन न टाइम स्टार्ट नाउ ल जुपिटर ग्रुप टाइम भनेको कसले हेरेको टाइम ऊ इबाले हेर्नु 25, 26, 27, Samaria, correct. Finally. No. We have got the 1 point. So, Ahab Rajale Samariama राज्य गरे चाहिँ First King chapter 16 verse 29 मा छ है ल जुपिटरको पनि 1 अब आयो ए मरिना यहाँ क्वेशन टिप्न आको ल गिभ इट टु अंकल Give it to me. Marina, give it to uncle. ल पहिला म हेर्छु है ल यहाँ त्यसपछि म भन्छु ओके प्रश्न द क्वेसन इज है म त्यहाँ स्टार्ट भन्छु है फ्रम वाट डिड गड क्रिएट एडम परमेश्वरले एडमलाई केबाट सृष्टि गर्नुभयो ओहो मेरिनाले एन्सर दिन्छ यसको ल करेक्ट ल अहिलेसम्म टिम भिक्ट्रीको 1 माउन्ट एभरेस्ट टिम 0 यता जुपिटर 1 अनि टिम मेरिना 1 ल ओके नेक्स्ट राउन्ड अब चाहिँ कस्तो हुन्छ भने टिमले जसलाई पठाउँछ उसैले भन्नुपर्छ सुन्नु यहाँ ए सबैजना पे अटेन्सन प्लिज person who come to pick the question, he or she has to answer the question, okay? The best person. You can send the best person of the team. ल अब चाहिँ जसले आएर पिक गर्छ उसैले एन्सर भन्नुपर्छ है अनि जो बेस्ट छ उसैलाई पठाउने हो क्वेशन हुन्छ छोडा मात्रै हो टिमले गर्नु पर्यो नि त टिमले पठाउँदै बोलाएर आउँछ होइन मैले भन्नु त जसलाई बेस्ट पर्सन पर्छ उसैले गर्नुपर्छ नि त्यसमा बेस्ट पठाउँ त कोही हैन नानीहरुलाई पनि चान्स दिनु पर्यो नि त ल ओके उसलाई सोध्छु नि हैन नि अघि बढ्नेले आन्सर गर्नु पर्छ हुँदैन अब चाहिँ भनेको नि त हैन ग्रुपलाई गरौँ होला इन्डिभिजुअल त अलि अप्ठ्यारै हुन्छ ट्राई गर्नु त्यसो अहिले पनि टिमले नै आयो त्यसो ल सबभन्दा पहिलो पहलको अनुसार मानिसहरू कुन समयमा
मातेका हुन्छन् कुन समयमा गो टाइम when do people usually get drunk पावलको अनुसार मानिसहरूले कति कुन समयमा चाहिँ मात्ने गर्छन् टिम भिक्ट्रीलाई हो यो क्वेसन तिमीलाई भन्नु ल टिम भिक्ट्रीलाई है यो मान्छे कतिखेर माछन् भनेको दास मत खाँदा होइन Doesn't count. I started a bit earlier. That's fine. टाइम कसले टाइम हेर्नु छ टाइम्स अप एट नाइट एट नाइट होइन अहिले फेरि ग्रुपमा गर्ने भने नि त नानी यता आउँछ ओ अस्मिता यहाँ क्वेसन तपाईँले भन्नु फेरि यहाँ मैले होइन आन्सर त मैले लुकाएको छु नि यहाँ आन्सर त मैले लुकाएको छु नि त क्वेसन चाहिँ तिमीले भन्ने God did not give Christians a spirit of timidity, but He gave them what? प्रभुले चाहिँ परमेश्वरले चाहिँ विश्वासीहरूलाई डरको आत्मा होइन डरको आत्मा होइन तर के को आत्मा दिनुभयो अरे सामर्थको आत्मा सबैले सुन्नुभयो परमेश्वरले डरको आत्मा होइन तर के को आत्मा दिनुभएको छ सामर्थको आत्मा दोस्रो तिमोथी 1:7 होला सामर्थको आत्मा करेक्ट God has not given the spirit of fear. म त्यो टिमको भएर मैले नि भनेको है ओके नेक्स्ट क्वेसन फर द टिम जुपिटर एन्ड ब्रदर आइजक इज हियर फर द पिकिङ द क्वेसन्स From what did Paul instruct Timothy to flee away from? From what did Paul instruct Timothy to flee from or flee away? तिमोथीले पावलले तिमोथीलाई केबाट भाग्न भनेर भन्यो पावलले तिमोथीलाई केबाट भाग भनेर भन्नुभयो भनेको 3, 2, 1. टाइम ल कसले हेर्छ टाइम टाइम हेर्नु है टाइम स्टार्ट नाउ टिम जुपिटर पावलले ल भन Youthful last. करेक्ट के अरे बेविचारदेखि भाग भनेको कि ओके टिम मरिना पानी पनि लाग्यो Who is the end of the law so that there may be righteousness for believers? क्वेसन उडायो सबै यता पछाडि व्यवस्थाको अन्त को हुनुहुन्छ जसद्वारा विश्वासीहरू धर्मी ठहरिन्छन् हाम्रो क्वेसन छानेको कसले थियो बुझ्नुभयो Jesus Christ. Jesus Christ. करेक्ट यो कम्प्लेक्सिटी नै भएन अघि भने जस्तै टिमबाट बेस्ट पर्सन पठाउने उसैलाई प्रशंसा गरिन्छ ल प्लिज सेन्ड द बेस्ट पर्सन फ्रम द टिम एन्ड सी or he has to pick up and send has to answer the question.
ल बुझ्नुभयो अब चाहिँ जसले पिक गर्छ उसैले एन्सर भन्नुपर्छ है साह्रै भयो एकजना आउनु त्यो एउटा अनि यहाँ साह्रो ध्यान उयो भएन ल म तपाईँलाई यही सोधेछु What city did Jesus weep over? कुन येशू ख्रीष्ट कुन सहरको निम्ति रुनु भयो? Well, what was the question? Final question. What city did Jesus weep over? कुन सहरको लागि येशू चाहिँ रुनु भयो? खोइ टाइम कसले हेर्दै हुन्छ टाइम? टाइम And if you don't answer this question, Jerusalem. Correct. I was just saying there's something over here. Correct. आउनुहोस् त सुन्नुहोस् ल अस्मिता तिमीले पिक गर ल मैले अघि भनिसकेँ नि एउटा एन्सर ल भन्नुहोस् After the resurrection, for how many days was Jesus seen by the apostles? सुन्नुभयो 40 days Resurrection पछाडि कति दिनको लागि चाहिँ जिजसलाई अपोस्टलहरूले देखेको थियो अरे 40 दिन 40 days करेक्ट करेक्ट म त्यही टिमको हो त नि Team Jupiter, come up for the pick your questions. ल आइहाल्छ पानी पर्यो हो र अलरेडी 2टा पोइन्ट हुनुपर्ने त ए होइन 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 ल खुसी हैन हाम्रो टिम यो ल हुन्छ यो ल लेखिँदै लेखेन To Team Jupiter. To Team Jupiter. Pick your question, please. टिम जुपिटर हरी अप Hurry up. एकछिन तपाईहरुको टर्न आएको छैन बस्नुहोस् तपाईँहरू के भएको एकछिन टिम मरिना एकछिन टर्न आएको छैन ल टिम जुपिटरले पिक गर्दै हुनुहुन्छ है What kind of heart is unbelieving? विश्वास नगर्ने कस्तो हृदय चाहिँ कस्तो हो भनेछ है कस्तो हृदयले विश्वास गर्दैन कठोर हृदयले गलत सिम्पल हार्ट सिनफुल हार्ट र कठोर चाहिँ ल अब टिम मेरिना your turn now. त्यो हाम्रो टिमबाट यो साउथ ग्रुप हो 1 plus 1 अघि +1 गर्नु पर्ने थियो नि त यहाँ +1 यहाँ चाहिँ अङ्कलहरु 0 होइन त्यतिमा पैसा होइन हामीले कहाँ त्यसरी हाम्रो यहाँ थियो यो हाम्रो हो हिल ब्याङ्क हो बडा यो हाम्रो हो खै त नि हाम्रो त 2 खेप उ गरेको खै मार हामीले पनि दुईचोटि राइट एन्सर भने हुन्छ नि बडा 2 खेप राइट एन्सर भनेको ए झ्याली गर्न पाइँदैन है यहाँ रङ गरेर 2 खेप रङ गरेको म यो रि गरेर हेर्छु नि फेरि सबै जिरो हो यो त जिरो हो भर्खर एन्सर आएन नि त यहाँ त जिरो अनि यहाँ चाहिँ 1 हो बडा भन्नुपर्छ नि त अब ल ल ल बाट को छाने रोजिनाले टिम जुपिटर ल ल ए मरिना सरी Which is the first commandment with the promise उयो के रे क्वेशन भन न हामीलाई भन सुनेको उयो first commandment with the promise भनेको कमान्डमेन्ट विथ द love प्रमिस love you परमेश्वरको नाम व्यर्थमा नलिनु होला परमेश्वरप्रति र मान्छेप्रतिको आज्ञाको पहिला ल ल एनाउन्समेन्ट गरौँ त आजको रिजल्ट यस्तो छ बराबर Golfview Heights and Winvale 2 points. Give it up for Golfview Heights and Winvale. Salisbury and Brahma Lodge 2 points. Elizabeth Vale
and Hillbank 2 points. Elizabeth South and Grove 2 points. Winner, Golden Heights and Lingman. ल आजको क्विज पनि सक्यो हाम्रो पानी पर्ला जस्तो भयो आकाश हेर्नुहुन्छ भने यस्तो छ यी सबै धुम्म ल आज रमाइलो नै भयो हामी सबैजना यहाँ आउटिङ आएका थियौँ सिस्टर र अनि अङ्कल आन्टीहरू आउनुभएको उपलक्ष्यमा हाम्रो विजय अङ्कल अनि मिना आन्टी आउनुभएको उपलक्ष्यमा अब हामी चाहिँ प्याकिङ गरेर ए अझै खाने पनि रहेछ चटपटे ल अब हाम्रो क्विज भर्खरै सक्यो यहाँ अब चटपटको प्रोग्राम हुँदैछ त्यसपछि हुन्छ राति छटपट होइन भोलि हो छटपट हुने त